यो चाहिँ तोरीबारी जङ्गलमा आएको छु। आजको चाहिँ मेरो यसरी छ मर्निङ वाक, नाइट डे वाक। अब भन्नुपर्दा चाहिँ हजुरहरूलाई चाहिँ म यसरी जङ्गलको यसरी भ्रमण गर्न देखाउन, यसरी गर्मीमा चाहिँ शीतल देखाउनलाई चाहिँ हजुरहरूलाई देखाउनलाई चाहिँ गइरहेको छु। तपाईँहरू हेर्दै गर्नु होला है त। म जङ्गलमा तपाईँहरूलाई यस्तो चिसो, यति स्वच्छ अर्ग्यानिक वातावरणमा चाहिँ आज चाहिँ म आएको छु। यस्तो वातावरण यस्तो दामी छ कि, यस्तो मजा छ कि, यस्तो गजब छ कि हेर्नुहोस्। अनि यत्रो आज चाहिँ साह्रै गर्मी भएर चाहिँ मैले चाहिँ म आज यहाँ मथितिर आएको छु। अनि त्यसले गर्दा चाहिँ हजुरहरूलाई पनि देखाउनु पर्यो भनेर चाहिँ म चाहिँ यसरी हिँडिरहेको छु। तर मोबाइल साह्रै हल्लिरहेको छ, हजुरहरूले माइन्ड नगरिकन हेरिदिनु होला है त। माइन्ड चाहिँ बन्दै गर्दै नगरिकन हेर्नु होला। म हिँडिरहेको छु, यो मलाई हिँड्न मन पर्यो, त्यही भएर चाहिँ हजुरहरूलाई पनि यहाँ आउनु मन पर्यो भने चाहिँ ल हेर्नुहोस् गाई चाहिँ अब यसरी चाहिँ काँक्रा चाहिँ पुरै फलाइरहेका छौँ। एकदम अर्ग्यानिक, बिना मल बिना उयोको एकदम अर्ग्यानिकबाट चाहिँ यो काँक्राहरू चाहिँ यसरी फलाइरहेका छौँ। खानुहुन्छ भने सम्पर्क गर्नुहोला। लट्टे पनि छन्, फर्सीको मुन्टाहरू खानुहुन्छ भने चाहिँ सम्पर्क गर्नुहोला भन्छु। कसैले सम्पर्क गर्नुहुन्न, यसो मेरो भिडियो हेरेर सम्पर्क गर्नुहोला। कसलाई सब्जी खान मनपर्छ, टमाटर हुँदैछ, करेला पनि अब हुन लागेछ, फल्दैछन्, सबै फल्ने तयारीमा छन्। फर्सीको मुन्टा, गोलभेडा, अनि यो खरबुजा के भन्छ, अनि यसरी। तर अलिकति सुँगुरहरू कराएको अवस्था फर्ममा। यसरी लौकाहरू पनि अब फल्नु अब भर्खर सुरु हुँदैछ। गोटाइ पछि फलाएर चाहिँ लागिरहेछ। तपाईँहरू यसो मन लाग्छ भने चाहिँ सम्पर्क गर्नु होला है त। यहाँनिर